ल मेरो बुढीले चाहिँ माइतबाट अनि कि मेरो ससुरालीबाट कोसेलीहरू लिएर आएको रहेछ। हेरौँ है त के रहेछ। केही मिठो मिठो चिज त हुनुपर्ने पक्कै पनि। टाढाबाट ल्यायो भएर होला काठो परेको छ है। यसलाई खोल्नलाई अलिकति टाइम लाग्छ किनभने यो नखोल पत्रिका कस्तो टाढाबाट ल्यायो भएर होला है। अहिले कसेको रहेछ टाइट बल्ल बल्ल खोल्यो यस्तो हालेर धेरै नकसियोस् भनेर तै पनि कसिन चाहिँ कसिएछ। प्याकिङ हो पत्रिका लुगा पो हो त कस्तो मजाले प्याकिङ गरिदिनु भएको छ लुगा पत्रिका हालेर। यो छ तोरीको गुन्द्रुक है। अनि त्यसपछि आयो त्यो के हो त्यो उयो ए पानीपुरी 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 छ। अनि आयो अचार निम्बुको अचार खट्टी मिठी आपको खट्टी मिठी। अनि यो रह्यो हाम्रो घिउ घरमै बनाएको हो। यो चाहिँ के गरे मम्मीले आधा लिटर दुध ल्याउनुहुन्छ चिया खानको लागि। अनि त्योबाट निस्केको तरहरू जम्मा पारी चाहिँ यो पठाइदिनु भयो। योभन्दा अगाडि 2-3 महिना अगाडि पनि यति नै पठाइदिनु भएको थियो। धन्यवाद मम्मीलाई। त्यसपछि आयो यो के हो फेरि खोलेर हेर्नुपर्छ। बास्नाले त मैले थाहा पाइसकेँ है। यति धेरै खजुरी है। मजा आउने भयो खाजा हुन्छ मलाई। अब त्यसपछि यो आयो के रहेछ यो नयाँ स्पेसल चिज छ मैले नि खाएको चाहिँ छैन है। यो बोडी हुन्छ नि सिमीको चाहिँ भित्रको दाना सुकाएर या त्यही बेला तरकारी खानुभयो। अनि बाहिरको खोललाई चाहिँ बोक्रालाई चाहिँ सुकाएर यो राख्नुभयो। अब यसलाई तातो पानीमा भिजाएर फेरि नर्मल पहिला जस्तै बनाउने अनि तरकारी बनाएर कप्प पाक्ने सिमी। यो मसला यो मसला तरकारीमा हाल्ने मसला। आयो यो आँपको अचार। अनि आयो यो मुलाको अचार। अचारै अचार छ त। अनि आयो यो के को अचार निबुवाकै ए होइन टमाटरको। यो टमाटरको अचार है। टमाटरको अचार कस्तो हुँदो रहेछ देखाइदिनु त है। ल यो चाहिँ टमाटर लसुन टमाटर। अनि आयो लास्टमा यो चाहिँ स्पेसल अचार हो है। यदि तपाईँहरूलाई पनि चाहिन्छ भने अचार चाहिँ सम्पर्क गर्नु होला। यो के को अचार है निबुवाको। यो निबुवा त्यो पनि अघि देखा पनि निबुवाको छुट्टै कहाँ निबुवाको छ ए आँपको खट्टी मिठी। यो चाहिँ एकदम मेहनत लाग्छ। यसमा मसलाहरू धेरै हाल्नुपर्छ। यो निबुवा भन्नाले त्यो बोक्रा शुद्ध हुँदैन कि रसलाई चाहिँ पकाएर बनाएको होइन। ल यो झोलामा रह्यो यति है। अब यहाँ पनि छ है। अब भिडियो त चलिरहेको नि अब आयो यो ल यो चाहिँ आलु उसिनेर घाममा सुकाएर बनाउनु भएको मस्यौरा टाइप हो है। टाइप होइन मस्यौरा आलु मस्यौरा ल यो आलु मस्यौरा। अनि आयो यो पिँडालुको के भन्छ मस्यौरा। यो चाहिँ पिँडालुको मस्यौरा यो आलुको मस्यौरा।
अनि यो त प्रायः सबैलाई नै थाहा भइहाल्छ। यो भयो काउली र मुलाको होइन सिन्की काउली र मुलाको सिन्की सिजनमा सस्तो भएको बेला तपाईँहरूले नि यसरी नै राख्नु होला। र यस्तो अब झरी लागिरह त्यो झरीमा चाहिँ यो खान मजा आउँछ। तरकारी महँगो भएको बेला नि कहिलेकाहीँ यो खाँदा राम्रो हुन्छ। अब धेरै चिज छ तपाईँले यो नि मसला त्यो नि मसला ए यो चरपटेको मसला यो चरपटेको मसला यो आयो यो चाहिँ तरकारीको मसला यो के भन्छ धनियाँ जिराहरूको पाउडर अनि आयो यो टमाटर हो है सुकाएको टमाटर लोकल टमाटर कस्तो हुन्छ भन्नु होला तपाईँहरूले देखिहाल्नु भयो थाहा छ धेरैलाई नखोलौँ। अनि यो बेसार यो चाहिँ बेसार है अनि आयो यो लास्टमा के त दाल उयसको लहरी लहरी होइन नि लहरी हो लहरीको दाल। अब अझ पनि छ पक्नु हेर्न बाँकी छ भिडियो अन्तिमसम्म हेर्नु न के छ छैन होला त्यहाँ खाएर चाहिँ मेरो बुढी मोटाएर थाहा भयो। यो लसुन है त्यो धेरै छ यो हामीलाई पुग्छ होला कति 5-6 महिना पुग्दैन पुग्छ भने चाहिँ पुग्छ। अब घाममा सुकाउने जिम्मा तिम्रो। अनि यो बदाम अहिले सिजन होइन पहिल्यै किनेर राखिदिनु भएको रहेछ मलाई मनपर्छ भनेर है पहिला नि पठाउनु भएको अरे म बाहिर भएर खान पाएन अनि मलाई मनपर्छ भनेर यो राखिदिनु भएको रहेछ। यो अफ सिजनको है यसको सिजन चाहिँ अहिले होइन। ल यो बदाम अनि लसुन यहाँ अझ पनि रहेछ नि खुल्ला सानसानो चुट्टेको लसुनहरू लसुन अनि आयो यो तोरीको तेल यसो चिसोमा तालुमा लाउनुहुन्छ भनेर छोरीलाई माया गरेर पठाइदिनु भयो। अनि आयो आँप यो निजगढ तराईको आँप थेपे खानालाई है बजारै भयो त आमा है बचारै भयो। अनि यो चाहिँ बुढीले गमलामा रोप्ने भनेर यो चाहिँ माइत कोसेली होइन यो स्नेक प्लान्ट चाहिँ अनि यो के भन्छ जिम्बु होइन खोइ के भन्छ छेपे ठ्याक्कै नाम दाल जाने खाने तरकारी यो प्याज जस्तो हुन्छ होइन त्यो हो। अनि यो के को स्ट्रबेरी है यो चाहिँ स्ट्रबेरी स्नेक प्लान्ट यो छेबे है के हो है यो चाहिँ रोप्नको लागि भनेर हो यहाँ 5-6को खानको लागि होइन। धेरै गाह्रो भयो होला है तिमीलाई ल्याउनु धेरै गाह्रो गेडागुडी पनि रहेछ त के हो यो त्यही गेडागुडी के हो के को हो यो सिमी होला अनि अरू के गेडागुडी उम्रे हो कि यस्तै होइन त्यो दाम नै हो उम्रे जस्तो देखिँदो रहेछ तै पनि यो गेडागुडी तरकारी यसो भिजाएर खानुहुन्छ। अब आउँदैछ खुर्सानी यो पनि घरमै फलाएर होइन खुर्सानी पनि आयो के हो अझ धेरै खाँदाखेरि छ नि यो साग लट्टेको साग होइन उयसको मुन्टा र लट्टेको साग त्यो पुन्यु किनेर पुन्यु पनि पठाइदिनु भएको रहेछ है ल खोइ मासु मासु रहेछ है। ओहो मसला पठाएपछि त मासु नपठाउने कुरै भएन। यो कुखुराको रोस्ट जस्तो टाइपको भालेको पठाइदिनु भएको रहेछ मासु। अनि यो सागै रहेछ नि यो बिरालु कर्कलो यति धेरै कर्कलो ल हेर्नु त्यो कर्कलो साग भयो। अब
सक्यो होइन यहाँ नि ल केरा केरा पाकिसकेको रहेछ नि यो चाहिँ निजोको केरा सब पाकेछ है यो चाहिँ हाम्रो बहिनीको ससुरालले पठाउनु भा ल यति धेरै रहेछ है क्यामेरा ल फाइनल्ली यति धेरै सामान चाहिँ बुढीले माइतबाट कोसेली लिएर आइसकेको छ सामानहरू चाहिँ हामीले खोलिसक्यौँ के कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद र यस्तै यस्तै भिडियोहरू अझ हेर्न चाहनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र मन परेमा भिडियोलाई लाइक अनि केही सल्लाह सुझाव दिनु परेमा कमेन्ट पनि गर्न नबिर्सिनु होला ओके थ्याङ्क यू फर वाचिङ बाई बाई